लगाइछ हामी चाहिँ अब घाँस काट्नु जान आँटेको। यो चाहिँ मेरो बाइक है, छोडेर अब बाई फुट 11 नम्बर गाडीमै यसरी हामी चाहिँ जाँदैछौँ। सुन्तला खाँदै दामी है सुन्तला। यो चाहिँ हाम्रो राते माइला। ए घाँस काट्नु पो अझ हजुर हजुर। यो चाहिँ हाम्रो घाँस काट्नु जाने बाटो है गाइस। यस्तो छ है। हामी काँधोमा नाम्लो बरियो बोकेर चाहिँ बरियो भनेको थियो के पो यो होइन, बोकेर चाहिँ हामी जाँदैछौँ यस्तरी थोत्रे कपडा सपडा लाएर घाँस काट्नु जाँदैछौँ। गाउँले जिन्दगी काट्नै पर्यो घाँस, बोक्नै पर्यो बास, राखेर भएन अरूको आस होइन। भन्नु पर्दा खास जन्मेपछि जान्छ सबैको लाज। ब्लगमा पनि म त फेरि अब ऱ्याप हालिदिन्छु नि फेरि गाएछु शब्दमा शब्दले टुक्काले मुक्का। मेरो फेरि बुढीले चाहिँ हो ऱ्याप पिटिकै मन पराउँदैन। म चाहिँ फेरि ऱ्याप भनेपछि यस्तो छ हाम्रो बारी। यस्तो बारी हुँदै होइन, यस्तो हुँदै सानो गोरेटो बाटो भन्छ नि, यस्तो हुँदै जानुपर्ने छ। घाँसहरू त छ नि, तर हाम्रो होइन, अरूको चोर्नु भएन। यहीँ घाँसै घाँस छ नि, हेर्नु त कति घाँस छ नि। यहीँ घाँस छ, ऊ त्यतै घाँस छ, उतै घाँस छ। तर हाम्रो चाहिँ बारी अलिक पर छ क्या, हाम्रो नजिकको बारीमा चाहिँ अब पछिला राख्नु पर्यो नि त। त्यही भएर हामी चाहिँ अब परको बारीमा जाने। बारीको नाम हो भोटे बारी। भोटे बारी मतलब पहिला भोटेहरू त्यहाँ बस्थ्यो अरे, त्यही भएर भोटे बारी गाइस। गाहुले म त गाहुले। गाउँले भन्ने गीत कुनै छैन भन। यिनी हुन् गाउँले नि, म हुन् गाउँले। गाउँले जिन्दगी नै तर मजा छ क्या साथी हो, के गर्नु होइन। अब सहरतिर हो भने त यस्तो दृश्य देख्नु पाइँदैन, यस्तो दृश्य देख्नु पाइँदैन है साथी हो। कहिले काहीँ लड्नु नि पर्छ। आइया हो। अनि यस्तो जङ्गलको दृश्य कहाँ देख्नु पाइन्छ, यस्तो नालाहरूको दृश्य होइन। अब गाउँघरमा भनेको चाहिँ साथी हो होइन, टक्क भारी बोक्ने, ठक्क हलो जोत्ने, ठक्क दाउरा साउरा बोक्ने डह्रो क्या, ज्याङ्गो। त्यही भएर हाम्रो गाउँघरको बाजेहरू चाहिँ ट्याक्कै कति भन्दाखेरि 80, 90, 92 वर्ष बाँच्छन् होइन, हरियो सागपात खाएर। सहरको मान्छेहरू भनेको चाहिँ त्यही हो, अब गर्छन् केयर, तर पनि अब गाउँको जस्तो त्यही हुँदैन क्या। जे नै भने पनि, जति नै डाइट खाए पनि अब त्यो सुइलाको सब्जीहरू खाएर कहाँ हुन्छ त होइन गाइस। यहाँ चाहिँ फेरि हाम्रो पोखरी खोला आउन आँटेको छ है गाइस, म देखाउँलाई। यस्तो छ हाम्रो बाटो चाहिँ होइन। सानोबाट गम्बुट सम्बुट लाएर हामी चाहिँ लागिएको छ है। पोखरी खोला सानोबाट खोला छ होइन यहाँ चाहिँ। यस्तो छ। हामी यहाँ चाहिँ गडेर मार्न आउनु पर्ने एक दिन टक्क। अब गडेर पनि छ कि छैन हौ, आज भोलि त सबैले मार्छ, भेट्नै गाह्रो छ गाइस। यस्तो उकालो हिँड्नुपर्छ अब चाहिँ। आज भोलि घाँस काट्ने बानीहरू पनि अलि हराएको छन्। बिरामी भएर भर्खर म पनि तन्दुरुस्त हुँदैछु। यी नानी चाहिँ अस्तिदेखि घाँस काटेको अलिक डरै छन्। मान्छे हेर्दा सानो सानो भए पनि
यी नानीले फेरि मेरो किराती लेखेको भेस्ट पनि लगाइहाल्नु भएछ पछाडि यता फर्क त यो मेरै होइन त यी गोर्खाली खुकुरी लेखेको ए यी नानी त यस्तो छ नि त अर्काको कपडा चोर्छिन् म पनि चोर्नु त नमिल्ने के गर्नु मिल्ने भए त म भक्कु लगाइदिन्थेँ हाम्रो चाहिँ मेरो दाईसँग चाहिँ म चाहिँ फेरि दाई भाइको चाहिँ फेरि चल्छ फेरि हाम्रो चाहिँ दुईजनाको फेरि उस्तै छ कि हाइट ज्यान स्यान सबै लगाइदिन्छौँ पालै पाला हेर्नुहोस् है यस गाई जस्तो हरियाली छ हाम्रो जाने बाटो चाहिँ अलिअलि हल्लिएर होला यो चाहिँ हाम्रो फर्स्ट भ्लग हो त्यही भएर अलिकति गल्ती भए माफी पाऊँ है तर तपाईँहरूलाई म दामी होइन सपोर्ट गरिदिनु हो भने दामी भिडियोहरू लिएर तपाईँलाई दामी ठाउँहरू दामी रोमान्टिक्स गराउने छु क्या एकदम रमाइलो क्या एन्टरटेनमेन्ट गराउँछु क्या गाइस कसम होला ढाँटेको होइन क्या कसम होला क्या आमा कसम ढाँटेको होइन क्या यस्तै बोल्दा कस्तो सुन्दर रहेछ बाँसहरू अब चाहिँ हाम्रो बारी आइपुग्यो क्या लगभग ए यो बाँसहरू अब है मधेसतिर हुनुभन्दा कति महँगो बिक्थ्यो होला होइन पाहाडमा भएर भ्यालु छैन साला यहाँ यी उत्तिसहरू अब ठिकै छ भोलि पछिलाई हुँदैछ यी उत्तिसहरूले त्यो 5,000 गोटाको उत्तिसहरू भोलि पछिको है 10 वर्षपछि चाहिँ गाइस मैले नि अलिअलि गोजीमा सप्प तातो बनाउनु पाउँछु होला यस्तो उत्तिसहरूले गर्दा भन्ने लागिरहेछ हेर्नु चाहिँ उत्तिसकै बगान भएर चाहिँ पहिरो गइदिएको आफै आइदियो क्या हाम्रो गाइस होइन हो त छैन होइन भन्दाखेरि मैले चाहिँ अब के हो बाँदरहरू पुरा आएर खेद्दैछ यहाँ चाहिँ पारी चाहिँ पारी खेद्दैछ होइन बाँदरहरूले भूत बनाएको छ गाइस बाँदर के हो नि है अब आइदिन्छ क्या फेरि यस्तो छ है हाम्रो चाहिँ ए न गाइस ल है त अब चाहिँ आइपुग्यो हाम्रो अर्को बिरुवा हारी माथि जानुपर्छ आज यता नजाने यता पनि हाम्रै हो उत्तिसहरू छ यता पनि होइन आज चाहिँ यता जाने माथि हेर न तिमी यु क्यान इङ्ग्लिस पनि छाट्नै हाने यार हान्दिउँ भनेको त अलिकति फुटे के पड्काउँदैछ हौ हाम्रो घर अङ्कलहरूको पनि नामै भएछ उत्तिसहरू त 2-4 घर अङ्कलहरूको त हो उत्तिस यहाँ पहिला बारी थियो हामी सानो हुँदाखेरि गोठला गर्थ्यौँ कस्तो मजा आउँथ्यो गाना गाउँदै गोठला गरिन्थ्यो अहिले त हेर्नु झाडीले पुर्ला जस्तो भइसक्यो नि जङ्गल भएछ कुरो अनि गाह्रो छ हौ आजको के गर्नु हामी नबसेपछि गाह्रो छ बेला छुट्टी आयो त्यति नै हो क्या रोशनले रोपेको उत्तिसहरू चाहिँ तर बबाल फलेको छ नि फेरि साथी यहाँ हेरी मेरो हात तर मलिलो रहेछ क्या 80वटा चाहिँ उत्तिस 80वटा उत्तिस चाहिँ उम्रेछ हौ मैले रोपेको यहाँदेखि तलसम्म छ 80वटा कटङ त सबै पारी देख्नुसम्म मैले रोपेको छ कोही सानो छ कोही ठुलो छ उत्तिस त्यता माथि हो यहीँबाट यहाँबाट उकालो बानी नहो दादा सास पनि फुल्ला जस्तो गर्छ त हौ के खाएर आयो म भन्दाखेरि
अघि भक्कु खाएको थियो त्यही भएर चाहिँ सास फुलेको रहेछ हौ। औ म्याडम त्यो चाहिँ के बनाएको थियो? यो पहिला गोठहरू थियो यो चाहिँ हाम्रो बारीहरू सबै घाँसहरू छ नि हाम्रो। पछि काट्नु पर्यो नि, नसक्ने भयो। पछि अहिले चाहिँ यसो माथि माथि घाँस काट्ने अनि ठ्याक्कै जस हाम्रो बाबैले दरै रोपेर रहेछ हौ। गोगुन सोगुन यताउता घाँसहरू त नि तपाईँकोतिर यसलाई के भन्छ गाइस? हाम्रोतिर चाहिँ लङ्के अनि रावणे भन्छ। झाडी 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 भइहालेछ बाटो। कता हो बाटो पनि? पहिरा गएर झन्डै छिरियो साथी हो। आया हो हट पहिरो गएको रहेछ। काँडा पो रहेछ त्यहाँ, काँडा पहिरो। जङ्गल घारीले पनि छोड्यो नि। अन्त ल हामी चाहिँ आफ्नो गन्तव्य स्थानमा आइपुग्यो। अब चाहिँ घाँस काटेर डपरलाई है ट्याक्कै भेट्छु है त। स्वर्ग कहाँ छ भन्दाखेरि चाहिँ नि साथी हो, स्वर्ग चाहिँ यहीँनिर छ क्या। यहीँ मतलब धरतीमै छ क्या स्वर्ग चाहिँ। स्वर्ग नर्क माथि छ भन्छ नि, त्यस्तो होइन क्या। यहीँ खुसी हुनु सक्यो भने यहीँ स्वर्ग, यहीँ दुःखी भयो भने यहीँ नर्क होइन। दुःखी भएको दिन उज्यालो दिन पनि अँध्यारो, खुसी भएको दिन अँधेरो रात पनि उज्यालो क्या। अब यो घाँसलाई यहीँ बिसाएर चाहिँ अब गाईलाई, हाम्रो माली गाईलाई चाहिँ काट्नु जानुपर्ने छ। यहाँ राख न, होती होती राख न, भित्तामा यसरी यसरी राख न। अलि मुनि राख न, मुनि खै उठा त छोड, लड्दैन ल। अलि मुनि राख भनेको त्यही भएर सक्छौ। फेरि छिट्टो छ कि घाँस काट्नु मान्छे, अघि काटिहालेछ ब्ल्याड ब्लुड। म त यसो एक अङ्गाली जस्तो मात्रै सघाइदिएँ। हाम्रोतिर चाहिँ यसलाई हँसिया, यो घुमेकोलाई चाहिँ कचिया भन्छ। तपाईँहरूकोतिर के भन्छ कमेन्ट गर्नु ल। कसैकोमा यहाँ घुमेकोलाई हँसिया, अनि यो अलिकति हल्का घुमेकोलाई चाहिँ कचिया भन्दो रहेछ होइन। हाम्रोतिर चाहिँ फेरि यसलाई चाहिँ हँसिया, यसलाई चाहिँ कचिया भन्छ। ए घाँस काटेर मान्छे गाउँले नै भइरहेछ, के गर्नु। सहरको केटी बे गरेको, ए गाउँमा त यस्तै हो। फेरि हो गाउँले नै बनाइसक्यो मैले। त्यसले छेक्नु पर्ने यसरी क्यामेरा यो बोकेको छ नि कहाँ। ल फेरि आएँ तपाईँहरूको सामुने म फेरि आएँ। भोक लाग्यो साथी हो चाउचाउ खानालाई भने जिम स्टार्ट गरौँ। ल फेरि आएँ है म चाहिँ तपाईँहरूको सामुने। अब चाहिँ ठ्याक्कै हाम्रो माली गाईलाई घाँस काट्ने ठाउँ आइपुग्यो। गाई छ होइन, भोक लागे जस्तो भयो। एउटा चाउचाउ बोकेर रहेछन् बुढियाले। अब चाउचाउ खाने, फेरि एनर्जी ल्याउने, त्यहाँबाट फेरि एनर्जीको साथमा ट्याक काटेर चाहिँ ठ्याक भारी पुऱ्याइहाल्ने। यहाँ चाहिँ लड्नु खोज्दैछ, यस्तो मजा पो छ त जिन्दगी। गाउँले जिन्दगी कहिलेका भ्ल्याटो लडिन्छ होइन, पछारिन्छ। त्यस्तै हो क्या, गोर्खाली छोरालाई हुनु त सानोतिनो लड्दैन, केही फरक पर्दैन क्या। चाउचाउ खाँदै साथी हो। अब यति चाउचाउ खाएर चाहिँ एनर्जी ट्याक्स आउँछ। अनि त्यसपछि घाँस काट्नु पर्नेछ हौ। त्यहाँ तल हरियो टिन भएको देख्दै हुनुहुन्छ होला होइन। म जुम गरेर बिस्तार देखाउँछु। त्यहाँ चाहिँ फेरि
मान्छेलाई यसो पोलेर चाहिँ फेरि खाजासाजा खाने ठाउँ हो क्या घाटका त्यो तल निलो टिन देख्दै हुनुहुन्छ नि यो चाहिँ फेरि मान्छेलाई जलाएर चाहिँ त्यो मान्छे जलाउन आएको मान्छेहरूले चाहिँ मलामीहरूले चाहिँ खाजाहरू खाने ठाउँ हो खासमा गाइस यसरी त नबस्नु पर्ने जोडाजोडी जस्तो तर हामी चाहिँ लाइसेन्स प्राप्त भएर चाहिँ बिन्दास बसिन्छ है मजा आयो करेन्ट चाउचाउ पनि काम गरेको बेला त मिठो लाग्दो रहेछ अरू बेला खासै मिठो लाग्दैन थियो मिठो हुँदो रहेछ यो करेन्ट पनि भोक लागेको बेलामा त अलिअलि यताउता हिँडेकोले पछि गएछ क्या अघि खाएको त गाछतिर हेर्नुहोस् मेरो हात नराम्रो भइरहेको मान्छेको मन राम्रो हुनुपर्छ हात र अनुहार राम्रो हुनु पर्दैन भन्छु म चाहिँ होइन हो क्या न म कालै भए पनि मन चाहिँ सफा छ है यो जस्तै सेतो छ क्या मान्छे राम्रै छ यतिको के चाहियो होइन अब अझै राम्रै हुनु पर्यो अरे उसलाई हात फुट्यो अरे के भयो अरे यो फुलले त्यति मात्रै भनेको केटी मान्छेलाई त नराम्रै छ यस्तो त्यस्तो त भन्नु हुँदैन रहेछ है गाइस फेरि बेलुकाखेरि जोड किक खाइहाल्ला नि फेरि ढुस ल म त यो हरियो ढुस काट्नु पर्यो अब घाँस फेरि मान्छे सानो सानो भए पनि कटिङ चाहिँ कडा छ कसम साथी हो बुढीहरूलाई काम लाउने तरिका कस्तो मजाले घाँस काट्छ नि हेरोस् न कति मजाले घाँस काट्छ यो हेर्नु त स्पिड मान्छे सानो भए पनि कस्तो भनेको अरूले 1 घन्टा लाउँछ होला तर उसले आधी घन्टामा पारास पुरुष काटिहाल्छ म काट्नु सक्दिनँ यति स्पिड हुन त के अब मैले काट्नै पर्दैन जस्तो लाग्छ यहाँ मलाई नकाटिकन 4 मुठा 5 मुठा पुऱ्याइदिइहाल्छ 5 मुठा भयो मलाई पुगिहाल्छ गाईलाई 2 दिनसम्म हो अरू घाँस पनि हुन्छ लरालुरी हो मिक्सअप गरेर खुवाउँदा त पुगिहाल्छ फाइनली गाइस मैले चाहिँ होइन गाईलाई चाहिँ फेरि पुऱ्याइसकेँ है आज धेर काटिन हो खुट्टा अलि दुखिरहेको छ कि 3 मुठा ओनेली काटेर हिँडेको एउटै गाई त छ जसरी पनि पालिहालिन्छ भनेर चाहिँ एउटा बोकेर फाइनली हामीले काटेर नि हिँडिसक्यो मैले भनेको थिएँ नि गाई छ होइन मेरो बुढियाले काट्छ भनेर बाटो लाग्यो है हामी चाहिँ अब घरतिर घाँस बोकेर घाँस काट्नु खुर्केर आयो जोबन हुर्केर हो कसलाई दियो यो जोबन भन्दै गाइन्थ्यो उमेर हुँदाखेरि अहिले यस्तो गायो भने त भेटिन्छ लट्ठीहरू मात्रै फेरि हो हँसियाको झट्टीहरू मात्रै त्यही भएर होस् नगाउँ होला ल साथी हो थाकेर बसियो हामी चाहिँ घाँस बिसाएर यति 3 मुठा बोकिदिनु खोज्दा नि पसिना पो आउनु खोज्छ त हो कोहीको मान्छेलाई त्यत्रो भारी बोकेर पनि पसिनै आउँदैन हामी चाहिँ गोठमा आइपुग्यो अब तपाईँहरूलाई यो हाम्रो हम्बा कराउने माली गाई है ल यति भन्दै आजको भ्लगबाट म बाई बाई हुन चाहन्छु ओके बाई है त